Hello guys, welcome back to my YouTube channel. आज चाहिँ हामीहरू एकछिन फ्यामिली आउटिङ जाँदैछौँ बार्बिक्यू. I don't know exactly कुन चाहिँ पार्क हुन्छ भनेर, but we are going. सबै प्याकिङ भइसक्यो. बुढा गाडी लिन जानु भएको छ. प्रिसन चाहिँ तल के उसको काम चाहिँ त्यही हो क्या, सामानहरू किन्ने. मोमोसहरू के किन्छ उसले चाहिँ. अनि दिदी म ईशान चाहिँ निस्किँदैछौँ. ल वी आर रेडी. हाई दिदी. हाई ईशान. ल यी हाम्रो प्याकिङ यहाँ भइसक्यो. अब हामी निस्किन्छौँ. हस्बेन्ड ड्युटी पुरै हाल्दिनु पर्छ के हो दिदी? ऊ बसिसक्यो. ल यतिको गाडीलाई माया चाहिँ गर्नु पर्यो होइन. प्रिसन आइपुगेन आज. अब हामीहरू निस्किसक्यौँ. 24 मिनट्स देखाएको छ. निस्किँदा लेट नै भयो. अब बाबुको स्कुलबाट आउँदा त्यसपछि हामीहरूले नै के अरे खानेकुराहरू यताउता रेडी गर्दाखेरि नै लेट भयौँ. यस्तो छौँ हामी. हामी कहाँ पुग्यौँ त? कहाँ जाँदैछौँ हामी? भन्नुहोस् त दिदी. आज हामीले एउटा एकदम खतरा काम गरेको छौँ. हामी जाँदैछौँ बार्बिक्यूको लागि. हामीले मेरिनेट गरेर राखेको चिकन चाहिँ फ्रिजमै छ. त्यस कारणले हामी फेरि जाँदैछौँ चिकन लिनलाई. सबै चिज प्याक गऱ्यो कि मासु चाहिँ निकाल्नु नै बिर्सेछौँ. अब कहिले काहीँ भइहाल्छ यस्तो होइन. फेरि फर्केर जाँदैछौँ. एकैछिनमा पुग्छौँ हामी. छिटो छिटो तल आऊ गाडीमा भनेर हो नि. मेरो उहाँलाई ब्यालेन्स छैन. छिटो छिटो आफै तलाउनु भनेर हामीले बिर्सेको नि. कसले? मैले? हामी त आफ्नो गल्ती त मान्दै नमान्ने हो नि त जे गरे पनि. यो चाहिँ गेट नम्बर 1 र 2 छ. यहाँबाट चाहिँ डल्फिन सोहरू बच्चाहरूको लागि चिल्ड्रेन सिटी के छ. हामीहरू जाने चाहिँ बार्बिक्यूको लागि भएर गेट नम्बर 5 बाट जाँदाखेरि राम्रो. यहाँबाट पनि जान त मिल्छ, बट स्टिल अब गेट नम्बर 5 बाट गयो भने चाहिँ अलिक छिटो भयो नि त. त्यही भएर वी आर गोइङ फ्रम देयर. गेट नम्बर 5. ल हामी पस्यौँ गेट नम्बर 5 बाट. अब यहाँ पार्किङ गरेर. आज त्यस्तो धेरै भिड चाहिँ हुँदैन किनभने थर्सडे हो नि त. फ्राइडे स्टिल दुबई विल बी ओपन, द्याट्स वाइ. उसको दादाको पछि पछि लागेको छ त बल खेल्नलाई भनेर. वेदर कस्तो आनन्दको छ अहिले त. ओ माई गड. ईशान 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 यता मामा मामा. ऊ पुरा एक्साइटेड छ आज. ओहो हो हो धेरै दिनपछि यसरी निकालेको. अन्त बाबालाई चाहिँ मजाले चिनेर जति हेर न ऊ बाबा हो बाबा बाबा गर्छ यहाँ. ल कोइला रेडी हुँदैछ. दिदी दिदी के पाक्दैछ यहाँ हाम्रोमा? चिया हो. चिया साउने. आज हामीले मासु बिर्स्यौँ. हामी फेरि फिर्ता गएर लिएर आयौँ होइन त. ऊ यस्तो एक्साइटेड भएको छ यहाँ. ईशान हाई साना. धेरै हम्का चटपटी खानलाई हम्काउने भनेर पनि थाहा रहेछ ल त. उसको मामाले पठाएको टोपी. कहाँ गएर ऊ अनुहारभरि कालो दलेर आएर के अरे के गुन्डा के अरे भन्नु न. त्यस्तो होइन कि त्यो एउटा डाकु बनिसक्यो. मिथुनवाला गुन्डा क्या.
के मुभीमा हो मिथुन गुन्डा हुन्छ नि बाबा हजुर। उसको त फेरि बाबा हो नि त अझ हेरेरै भन्छ कि दादा बाबा दादा दादा बल लो बल अर्को बल कहाँ छ दिदी यसको त्यही कालो ब्याग हो त्यहाँ अर्को बल पनि छ ल खेलाउँछ ल Hi. Dabo. Ba. ल अब त्यहाँबाट अर्को बल निकाल्दै त भाइको होला बाबा के गर्नु भएको यो माथि अर्को राख्छ जाती तिमीलाई पनि चाहियो ल जाउँ हामी घुमिजाने उता लेट्स गो हेर दादा हाम्रो टेन्ट यता छ मेरो हल्लाखोर यता छ ईशानको बल कम दादा गिपी दादा दादा गिपी दादा गिपी दादा पास गिपी मा पास क्याच गर ईशान क्याच You'll never score past me. क्याच Watch out for him. Ishan, you'll never score past me. आदिस को दादा You'll never score. गो ब्रिङ द बल प्रिसन नगेट्स खाइसकेर अब एकछिन पार्क घुम्छ अरे अर्को यहाँ छ नगेट्स चटपटे ससेस चिकन अनि यहाँ बन्दैछ एकछिन हाम्रोमा यहाँ बन्दैछ यहाँ हाम्रोमा बन्दैछ मोमो फ्रोजन मोमो लिएर आएको थियौँ त्यही बनाउँदैछौँ अनि मकै उसिन्छौँ ओ ओके चिकन चिकन इज अलमोस्ट रेडी है हिजो बेलुकै मेरिनेट गरेको आई थिङ्क मिठो भयो होला ससेज दादाको यो टोपी चाहिँ उठाउँदै हिँडिरहेछ यो टोपी चाहिँ मलाई एकदमै चित्त बुझ्यो क्या बाबुको खोल्न नि नसक्ने नत्र भने टोपी केही बाँकी राख्दैन उसले उसको मामाले सोचेर सम्झेर भान्जालाई टोपी पठाइदिएको गुड चोइस मामा ईशान प्रिसन चाहिँ एकछिन पार्क घुमेर आउँछ अरे त्यहाँ यस्तो खेल्ने ठाउँहरू पनि रहेछ त्यता गएर आउँछु भनेको छ ऊ त सुपर एक्साइटेड आज एकदम खुसी भयो हाई ईशान ईशान के गरिरहेछ टेन्टभित्र हो उसको दादा घुम्न गइहाल्यो अँ दादा गयो ओहो त्यस्तो भयो तिमीलाई हाई इशु ल इशुको बाबा पाक्यो Look at this मासु chicken, एक्सक्युज मी ओ ल ल ल Oh, आउनु no. भयो दिस इज मोमो चिकन यस्तो राम्रो वेदरमा मोमो तातो मोमो खानुको मुखमा पानी आइसक्यो माई गड लेट्स इट हाई दिदी Bye bye. निम आने बाहिर आने उसलाई बाहिर आउनु भयो कम होल मामालाई यु वान्ट टु कम आउट
इस्यु लाउनु है बहिनी ईशान को आउनु भयो ए त बल बल I can touch that as well. किक माई बोइज मेरो तीनटा हिरोहरू You'll never score past me. My son is going to try the barbecue chicken. Lubrication. Take. Okay. To get extra crispy bit. I love when it's burnt slightly. फुटारै छड्यो गुड It's really good. Oh, It's so good. It's gonna make me laugh and giggle and kick my feet. okay, enjoy. See. ए लालटेन बोकेर हिँडेको छ एकछिन राख्छु न कहाँ त राख्नु यो फ्राई गर्ने भने आउँछ कि मेरो बोइजहरू यहाँ छन् हाई बेबीहरू हाई Hi. बाबा त्यही हुनुहुन्छ त तिम्रो बाबा माया 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 बाबालाई माया 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 अच्छा हेर न। अँ। ल है आम्मामा के हो यो यस्तो जोड जोडले हम्काउनु भएको छ त कोइलाले सकिन आँटेछ अर्को नथप्यो जम्मा गरेर उ गरे अब यति त हो नि अँ यो मासु तर धेरै हुन्छ नि हाम्रो अफकोर्स प्रिशान क्युटी पोट्याटोहरू Listen. दादा इज सिंगिङ छोरा Ow. हाई ज्यू उसलाई रमाइलो भएको छ आज ल बार्बिक्यू एकछिन सक्यो अब हामी एक राउन्ड पार्क अलिअलि यतातिर घुम्न जान्छौँ लेट्स सी के छ भनेर है त पहिला धेरै अगाडि आएको थिएँ म नि खासै यतातिर आएको छैन हाम्रो नेपाल फेस्टिभल भएको थियो यहीँ 2025 नेपाल फेस्टिभल यहीँ भएको थियो ईशान सानो थियो तर त्यतिखेर चाहिँ हामीहरू गेट नम्बर 1, 2 बाट छिरेको थियौँ सो त्यतिखेर यस्तो घुम्ने मौका भएको थिएन सो लेट्स सी कर्निसको नजिकै जाउँ के छ भनेर है त मजाको ठाउँ वेदर सबै कुरा किनभने हामीहरूले पर पर्सन इन्ट्रान्सको 5 दिराम तिर्यौँ होइन लाइक 4 जनाको 20 अनि त्यसपछि पार्किङ फ्री भएपछि इट्स सो इजी मजाले आयो बस्यो आफ्नो फ्यामिलीसँग रिल्याक्सवाला टाइम किनभने दुबईमा मोस्टली गर्मी हुन्छ होइन यस्तो राम्रो वेदरमा बसेर आफ्नो फ्यामिली टाइम स्पेन्ड गर्नुको लागि चाहिँ दामी स्पट हो अनि स्पेसली 1 र 2 गेट 5 वटा रहेछ 1 र 2 बाट भन्दा चाहिँ 5 बाट छिरेको राम्रो किनभने यहाँबाट चाहिँ बार्बिक्यूहरू गर्ने नजिकै छ 1 र 2 चाहिँ डल्फिन सोहरू हेर्नुको लागि त्यहाँ छुट्टै छिर्नुपर्छ इट्स नाइस यहाँबाट यति राम्रो सिनहरू देखिँदो रहेछ बोटिङ गर्ने ठाउँ दुबईको शान्त ठाउँमा उभिएर दुबईको एकदम बिजीवाला सहर हेर्न पाइरहेछौँ इट्स भेरी नाइस मजाले यहाँ बसेर भ्यू इन्जोय गर्नको लागि रमाइलो रहेछ
सिफ्ट बुढाबुढी एउटै ठाउँमा काम गरेपछि होइन आई नो दुबईमा कतिजना मान्छेहरूलाई अब अफकोर्स हप्तामा एक दिन मात्रै बिदा हुन्छ बुढाको ड्युटी बुढीको ड्युटी छुट्टै छुट्टै हुन्छ अफ छुट्टै छुट्टै हुन्छ होइन आई क्यान अन्डरस्ट्यान्ड थियो होइन तर हामीले चाहिँ त्यो फेज सबै पार गरेर अब फाइनली एउटै कम्पनीमा काम गर्छौँ बिदा सिफ्ट एउटै थियो बिदा एकैचोटि थियो नि त अल अफ सडन हाम्रो चाहिँ सिफ्ट चेन्ज भएको थियो कि मेरो हस्बेन्ड अर्कै सिफ्टमा म अर्कै सिफ्टमा भएको थिएँ अनि त्यो कारणले गर्दा चाहिँ बिदा नमिल्ने त्यस्तो भइरहेको थियो म ड्युटी जाँदा उहाँ घरमा बस्ने उहाँ ड्युटी जाँदा म घरमा बस्ने भइरहेको थियो फ्यु विक्सको लागि मात्र भएको थियो बट स्टिल इट वाज भेरी हार्ड स्पेसली बच्चाहरू भएपछि एकदम गाह्रो हुँदो रहेछ सँगै सिफ्ट भएर बल्ल बल्ल बाहिर निस्किन पाएको नत्र बाहिर नि निस्किनै पाएको थिएन नि हामी त कतै घुमेकै थिएन ओके विन्टर सिजनमा यसरी घुम्न पाउनु त रमाइलो कुरा हो नि त अब कन्टिन्यू हुन्छ त्यही भएर मेरो भ्लग पनि कति ढिला 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 भइरहेको थियो कि किनभने काहीँ निस्केकै छैन नि त हुन त बिदा 2 दिनमा आउँछ तर अब के अब हस्बेन्ड नभएपछि म ड्राइभिङ गर्दिनँ आम अ प्यासेन्जर प्रिन्सेस उसलाई ड्राइभर त चाहियो गाडी सिक भन्नुहुन्छ म सिक्दिनँ कि त्यही भएर यस्तो भन्नुहुन्छ मलाई ठिकै छ लाइसेन्स निकाल भनेको मान्दैन तपाईँहरू भनिदिनु लाइसेन्स निकाल भनेर ला भनिदिनु रे अझै अनि के अब के जे भयो भने म चलाउँदिनँ आफै नयाँ नयाँ कन्टेन्टहरू आफै दिन्छ त्यसपछि यही सिफ्ट यस्तो छ ठिक छ यही मलाई त क्रुज आयो फेरि ल अब हामी फर्किन्छौँ बच्चाहरू त छ दिदी हुनुहुन्छ उता है बच्चाहरूको प्ले एरिया देखाउँछु अलिकति ल कति मजाले हरेक ठाउँमा जस्तो स्पटमा बच्चाहरूको लागि खेल्नलाई भनेर यस्तोहरू बनाइदिएको हुन्छ क्या स्लाइड स्विङहरू सबै हुन्छ कति थरी थरीको अनि बच्चाहरूले त्यही हिसाबमा इन्जोय गर्न पाउँछ नि त आउँछन् अब बाउआमाहरू चाहिँ बार्बिक्यू गर्ने बनाउने खानाहरू बनाउने उनीहरूको आफ्नै गफसप हुन्छ धेरै फ्यामिलीहरू आउँछ नि त सँगै अनि त्यस्तो गर्ने अनि बच्चाहरू चाहिँ मजाले खेल्छ विक डेजमा आउँदा चाहिँ रमाइलै हुँदो रहेछ किनभने मान्छे धेरै भिडभाड छैन अनि विकेन्डमा भयो भने त यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन खासै पार्क त ठुलो छ धेरै ठुलो छ यो क्रिक पार्क भन्ने तर यसो विक डेजमा आउँदा चाहिँ इजी के पार्किङको लागि पनि इजी भित्र आएपछि स्पट पाउनु पनि इजी हामीले त सहिलैसँग पायो ग्रिल पनि त्यही भएर मजाले गर्न पायो हाम्रो मालिक बर्गर होइन रोशन ग्रिल चिकन खायो हामीले आज कति मजाले हेर्नु कस्तो मजाले पाइपलाइनहरू राखेर क्या है ठक्क प्लान्टमा पारे हुन्छ फुल कति मजाले फुल्छ यही फुल हामीले घरमा लगेर यहीँ मैले रोप्यो भने पनि फुल्दैन फेरि मेरो चाहिँ के हो यस्तो ल मेरो दिदी र सानो बाबु दुईजना खेले होइन लुकामारी खेले कृष्णलाई चाहिँ मैले त्यहाँनिर स्पटमा एकछिन बस भनेको छु क्या बिरालोहरू छ नि त फेरि मासुहरूमा जुठो लगाइदिन्छ भनेर दुईजना हेर न कस्तो क्युट क्या जान्छ कि ऊ पनि लुक्न गएको क्या फेरि हेर नि त्यहाँ ऊ लुक्न गएको हो कि त्यहाँ लेट्स सी है अब मलाई देखेर चाहिँ कस्तो रियाक्ट गर्छ है ल ल उसको बाबा जाँदै हुनुहुन्छ के गर्छ भनेर हेलो उसको बाबा I love you. हेर न 1 2 3 1 2 3 1 2 3 Hi Ishan. Hi Ishan. Maya
निधारमा आफै कहाँबाट कोइलाको कालो टिका लगाएको कि त्यसले देन कमेडी बेबी 1 2 3 कस्तो खुसी छ आज घुम्न पाएर चिसो छैन हामीले त्यही भएर बाबा न्याम 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 बाबा नोज खाइ बाबा नोज नोज खाइ बाबाको show me your teeth teeth show me your nose बाबाको नोज हो त्यो त उसको टिथ खतरा देखाउँछ नि कृष्ण आजको यो बार्बिक्यू प्रोग्राम कस्तो लाग्यो तिमीलाई how do you feel about it I loved how everything tasted. My father, he cooked amazing chicken. He grilled it to absolute perfection. You see, what I believe, chicken is cooked like you have to cook it. Okay. It's a perfect heat. The heat is the key of any perfect chicken, and my father used perfect heat. ओहो फादर युज अनि फुटबल पनि खेलेको छिन् बाबासँग है Yes, पहिला yes. मिल्दैन भन्दा त यु सो स्याड या when they were telling that it's not allowed to play football here Yes, and it still isn't. oh yeah because it's It's a public park. public park yeah it's true अनि so tomorrow is a very big day for you and school Yes, annual day. I'm very Nervous? excited. I'm excited, nervous. I'm feeling everything at once because we prepared for this for a whole week, for almost no classes, just run-throughs. oh okay So we're prepared. okay all the best for tomorrow Thank you. so we both will come to the program annual day we'll take some videos everything okay Okay. Prishan, Yes. so you didn't knew about we are going to do barbecue, we are coming to this place, yeah? So it was a surprise for you. How do you feel about it? Well, I felt amazing. This whole experience has been amazing, right? But I did know about it. I heard mutters and some rumors within our family that we were going out today. So I was expecting something for today. Oh, okay. But still. not this one. Yeah, I thought we were just going to go to the park or something, not like this park. Just play. Yeah. Okay. So again, we will come in the same park. We will come also, but in a different side. Okay. With our little monster. के दिदी तपाईलाई यो पार्क कस्तो लाग्यो आजको आउटिङ कस्तो लाग्यो एकदम राम्रो लाग्यो रमाइलो ठाउँ रहेछ है फ्यामिली हावा पनि धेरै छैन हावा पनि धेरै छैन अलिअलि चिसो है चिसो चिसो अलिअलि धेरै चिसो त लागेन मलाई खासै राम्रो छ एकदमै तपाईहरु पनि आउन सक्नुहुन्छ क्रिक पार्क हैन मेरो बहिनीले भनिदिन्छ नि मेरो बहिनीले भनिदिनुहुन्छ यहाँ भित्र छिर्नलाई के गर्छौं हैन अनि हामी फेरि चिया खाएर निस्किन्छौँ लास्ट चिया खाएर जान लाग्यो अब चिया नखाइ त कसरी जानु हैन ल हाम्रो सानो मान्छे पनि यहाँ हुनुहुन्छ सानो मान्छेले इन्जोय गर्नुभयो थोरै पानी अनि अलि धेरै दुध रे अलि धेरै दुध दुध त सिधाउनु पर्यो कि के हो नसिधामलाई सिधा धेरै केही हुँदैन हो र धेरै छ भाइ पनि खाने हो ओके अतै पनि धेरै हुन्छ थपथपी खाने हो बनाम अब लास्टमा खायो अरे गइदिने के ओके ठिकै छ कृष्णले नि खाइहाल्छ ईशानले पनि इन्जोय गरेर मुखभरि त्यहाँ केही बाँकी छैन अब यो चुहेर लगेर अब चाहिँ लास्टै अब एक चम्चा बाँकी हो छ होला होस् बाहिर हिँड्दा अलिक धेरै नै लिटो बनाइदिएको हुन्छु कि उसलाई अनि त्यसपछि फेरि धेरै हैन आज त मैले धेरै नै बनाइदिएको थिएँ है फेरि अनि उसले हेर्नु न त्यहाँ के ऱ्याप अप भयो अब हामी घर जाँदैछौँ सबजना म चाहिँ यता छु उनीहरू ल Help me, Ishan. Carry this. Carry. यो बोकरी यो सानै Carry. उनीहरू घर जानु मन छैन कि उसलाई इसु लेट्स गो न बाबा बाबाले बाहिर ल लड्दैन Yay. प्रोटेक्टिभ दादा Where are you going? होइन नबोकेको नि त दादाले एक्टिङ त उसको छ नि लेट्स गो ईशान लेट्स गो ल हिँड बाबा हिँड भाइले लिँदैन
ईशान आऊ ईशान के छ अनि हामी चाहिँ यो क्रिक गेट 5 बाट इन्ट्रान्स गरेको थियौँ क्लोजिङ भन्न चाहिँ 10 बजे भनेको थियो तर हामी निस्किँदा 10:30 भयो पिपल आर स्टिल कमिङ आउट घर भनेर होला नि इस्यु शिफ्ट चेन्ज भयो गाडीतिर भन्नु पाएन यता यो छोडेर अरू 3टा लेनमा जानुपर्छ एकदम रमाइलो भयो हामी फ्यामिली आज यसरी आउटिङ आउँदा हजुरहरूलाई पनि भिडियो राम्रो लाग्छ होला मन परेमा लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच अहिलेसम्म माया गरिदिनु भएकोमा फाइनली हाम्रो च्यानल 1K सब्सक्राइबर पुगेको छ हामी बिस्तारै बिस्तारै ग्रो हुँदैछौँ हजुरहरूले यसरी नै सपोर्ट गरिदिनु होला हामी अझ भिडियोहरू अझ राम्रो राम्रो भिडियोहरू बनाउने ट्राई गर्छौँ हेरौँ थ्याङ्क यू सो मच फर अल द लभ एन्ड सपोर्ट मेरो दिदी र बाबु त्यहाँ हुनुहुन्छ ईशान प्रिशान ल गुड नाइट गाइस Like, share, subscribe and comment. Yes, and comment. Bye bye. Hello everyone. I hope you enjoyed that video. Make sure to like, share, comment and subscribe. And today I did really good goalkeeping. I think I can save anything.